विभिन्न कारणले त्यो विधेयक संविधान अनुरूप पनि छैन, संविधानले अनुमति दिएको विषय पनि होइन र जनभावना जनचाहना अनुरूप त्यसमा कुनै संशोधन पनि छैन। त्यस्तो विधेयक रातारात दर्ता गरेपछि स्वाभाविक छ देशमा नयाँ विवादको बीजारोपण भयो, नयाँ विवाद आयो र जब सरकार जनताका सुमधुर स्वरहरूलाई सुन्न अस्वीकार गर्यो, जनताका आवाजलाई सरकारले जब सुन्न अस्वीकार गर्न सुरु गर्यो, स्वाभाविक छ कि 5 नम्बर प्रश्नदेखि लिएर देशका विभिन्न जिल्लाहरूमा आज आन्दोलन भइरहेको छ, संघर्ष भइरहेको छ। आदरणीय मित्रहरू, त्यसै कारण यो मैले यहाँ के जोड्न खोजेको भने त्यो नाकाबन्दीले जसरी लाखौं लाख विद्यार्थीहरूलाई, युवाहरूलाई विभिन्न माध्यमहरूबाट, सामाजिक सञ्जालहरूको माध्यमबाट पनि देशप्रति खबरदारी गर्नको निम्ति, देशको स्वतन्त्रता सार्वभौमिक सत्ताको निम्ति सम्पूर्ण देशवासीहरूलाई आह्वान गर्नको निम्ति उत्प्रेरित गरेको थियो। आज यो मुंसिर 14 पछिको घटनापछि पनि आज देशव्यापी रूपमा देशको एकता र अखण्डताको निम्ति जनता जुरुक जुरुक उठ्नुपर्ने स्थिति बनिरहेको छ। आदरणीय मित्रहरू, यस्तो अवसरमा संयुक्त युवा विद्यार्थीहरूले यो विरोध सभाको आयोजना गर्नुभएको छ, त्यसै कारण म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले बडो सामूहिक ढङ्गले यो सभाको आयोजना गर्नुभएको छ। मित्रहरू, म भाग्यमानी छु, मभन्दा अगाडि धेरै साथीहरूले धेरै कुरा बताइसक्नु भएको छ, त्यही कारण मैले धेरै लम्बेतान कुरा गर्नु पर्दैन। मैले केही संक्षेपमा 2-1 कुराहरू अवश्य नै भन्ने छु। मैले सबैलाई थाहा छ कि आजको यो विरोध सभा त्यो 14 गते दर्ता गरिएको संविधान संशोधन विधेयकलाई एक्सपोज गर्ने, त्यसको भण्डाफोड गर्ने, त्यसको विरोध गर्ने र त्यसको विरोधमा सम्पूर्ण देशवासीहरूलाई उठ्नको निम्ति आह्वान गर्ने विरोध सभा हो। आदरणीय मित्रहरू, पहिले नै चर्चा भइसकेको छ। सबभन्दा पहिलो कुरो त त्यो विधेयकमा सबभन्दा चर्चित कुरा, त्यसको मूल विषय भनेको 5 नम्बर क्षेत्रमा रहेका पहाडी जिल्लाहरूलाई त्यो क्षेत्रबाट हटाउनु र 2 नम्बर प्रदेश पछाडि 5 नम्बरलाई तराईको मात्रै प्रदेश बनाउनु, त्यसको सुरुवात हो। आदरणीय मित्रहरू, वक्ताहरूले भनिसक्नु भएको छ, मैले दोहोऱ्याएको मात्रै हो, वास्तवमा यो यतिमै टुङ्गिने वाला छैन। यसको पृष्ठभूमिमा तपाईहरुलाई थाहा छ, जब माओवादी आन्दोलन 62 सालमा मुसिर 7 गते 12 बुँदे गरेर देशभित्र परिवर्तन र शान्ति डेमोक्रेसीको निम्ति भनेर आयो, माओवादीको कानमै त्यो मध्यस्थकर्ता मुलुकले आफ्ना रणनीतिका भारीहरू बोकाएर पठाएको थियो। त्यो सँगसँगै देशमा संहिताको कुरा उठ्यो, त्यो सँगसँगै देशमा समग्र मधेस एक प्रदेशको कुरा उठ्यो, त्यो सँगसँगै देशमा प्रदेशहरूलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने कुरा उठ्यो।